निशा विकले न्याय पाउँछ हामी न्याय दिलाएरै छाड्छौं र बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्छ। अब म अहिलेको प्रधानमन्त्री सुशीला कार्कीलाई भन्न चाहन्छु, तपाईलाई मैले धेरै प्रशंसा गरेको मान्छे, नेपालमा महिला प्रधानमन्त्री हुनुपर्छ भनेर मैले 2 वर्षदेखि म वकालत गर्ने मान्छे, बहस गरेको मान्छे। तपाईं कर्णाली पुग्नुभयो मलाई थाहा छ, रारा पुग्नुभयो मलाई थाहा छ, तर मैले तपाईलाई इन्सा विकको घरमा देखिन। प्रधानमन्त्रीज्यू, तपाईं सुर्खेत जाँदाखेरि कर्णाली जाँदाखेरि इन्सा विकको घरमा जानु पर्दैन? ठाउँको आमा बुवालाई गएर भेट्नु पर्दैन? तपाईले सान्त्वना दिनु पर्दैन? तपाईको दायित्व होइन? मैले भनेको थिएँ प्रधानमन्त्रीलाई, गृहमन्त्री ओम प्रकाश अर्याललाई, एकजना मान्छे त गइदिनुस्, सुर्खेत पुगिदिनुस्, इन्सा विकको घरमा पुगिदिनुस्। र आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दिग्विजय गर्यो। बालेन शाह प्रधानमन्त्री बन्दै हुन्छ, 13 गते आइसक्यो कार्यतालिका। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रविलामी छानेले अस्ति सांसदहरूलाई निर्देशन दिनुभयो, तर इन्सा विकको बारेमा एउटा पनि शब्द किन बोल्नु भएन? मेरो प्रश्न छ, निर्मला पन्थलाई बलात्कार गरेर हत्या गर्दाखेरि रविजी र म सँगसँगै सडकमा थियौँ। अहिले भन्नुभएको थियो म निर्मला पन्थको बलात्कारीलाई कारबाही गर्छु, तर अहिलेसम्म कारबाहीको कुनै प्रक्रिया अगाडि बढेन र बलात्कारी कहाँ छन् खोजी पनि भयो।